काठमाडौँ अनि आज हामी दिदीबहिनी ऱ्यान्डमली आएको है सोचेर आएको होइन ऱ्यान्डमली हामी आएको अब चाहिँ हामी घर फर्किँदैछौँ विशेष स्याम मन्दिर बेलुका चाहिँ यस्तो रमाइलो हुन्छ हरायो बाई बाई घर जान्छौँ हामी प्रसादी खाँदैछौँ भण्डारेका अनएक्सपेक्टेड हो यो चाहिँ होइन उहाँ छ मन्दिर चाहिँ होइन अनि हामी दुईजना दिदीबहिनी ऱ्यान्डमली आएको है नानी यतिको हावामा मन्दिरको भरेको एकदम घरको जग्गामा ल फाइनली हामी चाहिँ मन्दिर आएर प्रसादी पनि खाना भ्याइसक्यौँ दिदीबहिनी अब हामी चाहिँ घरतर्फ जान्छौँ अनि फेरि हामी बनाउँछौँ अहिलेको लागि चाहिँ यति नै बाई बाई गाइस सी यू बाई बाई भन्नु नानी बाई बाई फेरि हाम्रो भ्लग सुरु भयो हामी कहाँ जाँदैछौँ भन्छ अब हामी घर ल म चाहिँ मेरो काकाको घर जाँदैछु हामी दुईजना चाहिँ जाँदैछौँ अनप्लान हामी जाँदैछ हामी घरमा ल त्यही त अनप्लान हामी चाहिँ काकाको घर जाँदैछौँ यसको चाहिँ फुपू मेरो चाहिँ काकी होइन अब हामी जाँदैछौँ होइन अझै पनि मन्दिरको भ्यू देखिँदै रहेछ पछाडि यो चाहिँ रोड हो गाडी अघि श्याम मन्दिर भनेर अपार्टमेन्ट ढोग्नु हुँदैछ डिस्ट्रिक्ट पारामा पछाडि होता है कति कति होइन रमाइलो छ बाटो हेर्नु न रमाइलो छ त्यो अलिअलि भए पनि खान्छ यहाँको म यहाँनिर ठाउँ छ क्या अहिले मैले बाटोमा जान्छु आफ्नो भने यस्तो मिठो मोमो पाउँछ नि नेपाल अब नेक्स्ट टाइम आउँदाखेरि खानुपर्छ अनि हामी त जाँदैछौँ अब राति पनि भइसकेको छ अस्ति हामी मोमो खान गएको भरे भन्छ प्राइस बढाइदिएर 25 झन्डा क्या गएर मलाई चिन्नुहुन्छ मलाई त गाह्रै पर्छ हामीलाई त नेक्स्ट लेभलको हामी त पैसा नबोकिकन पनि चलाउने बानी होइन यहाँ चाहिँ हाम्रो लागि बनाएको ठाउँ गाडीको आवाज पनि आइरहेको छ केही छैन ऱ्यान्डमली अब हामी चाहिँ घरकै लुगामा हामी जाँदैछौँ होइन अब त्यस्तै हो हिँडाइ भनेको चाहिँ यत्तिकै हामी अब फेरि हामी जाँदैछौँ अझै कति बेर लाग्छ होइन अझै अरू कति बेर लाग्छ अब लगभग अब 15 मिनट लाग्छ होइन जस हिँड्दै हाम्रो आज इभिनिङ वाक सबै 25 खाएको मैले अब फेरि भोक लाग्ने बेला भएछ हामीलाई अब हामीलाई चाहिँ यस्तै हुँदो रहेछ खाने एटलिस्ट जस रमाइलो भयो हिँड्ने बानी चाहिँ साह्रै रमाइलो ल गाइस उता चाहिँ सिटी सिनेमा पनि छ होइन अब देखिँदैछ बाटोमा सबै थोक छ हामी चाहिँ बिरासाको चाहिँ आज मजाले घुमाइ भयो उडाइँदैन हौ त्यस्तो नभन् न ल ठिक छ नेक्स्ट टाइम आउँदा खानुपर्छ मोमो त्यो चाहिँ सिटी सिनेमा हो होइन सक्छौँ नि भर मन्दिर आएको चिकनको कुरा न खान मन लाग्छ कस्तो कुरा होइन मन्दिर जानुभन्दा अरू खानु मिलेन मन्दिरबाट आएर खानु पनि मिल्छ केही छैन अब काकीले के पाउनु भएको छ होइन सरप्राइज आएको अब काका काकीको घर जाँदैछु म होइन यस्तो भिड छ होइन चारैतिर गाडीले उठाउँछ भन्दा पनि डरका महल हो होइन यस्तै छ जाने जान होइन यत्रो गाह्रो छ राति हिँड्न पनि गाह्रो छ अब हामीलाई चाहिँ हामी डन पल्टेर हिँड्दैछौँ होइन राति त्यहाँ पनि केही छैन इभिनिङ वाक मोमो नै खान मन लाग्छ मेरो मामा घर आउनुको फाइदा चाहिँ यही हो घुम्न पाइन्छ होइन घुम्न मन पराउनेलाई चाहिँ घुम्नै पाइन्छ
जति घुमे पनि हिँडे पनि नगल्ने भनेको चाहिँ मै मात्र हो होइन मेरो पुरानो स्कुल आयो कता हो त्यो स्कुल देखाए यो चाहिँ सेन्ट मेरिज पढा हो होइन त्यसले स्कुल पनि देखाउँछ नाइट भ्यू अफ विराटनगर यस्तो छ अब अहिले त के गर्नु अघि देखाइहाल्यो आधी त जस्ट रमाइलो छ जिन्दगानी भनेको 2 दिनको जिन्दगानीमा रमाइलो आयो एकछिन अब हामी स्कुलमा होइन गाइस गाह्रो छ स्टाइल चाहिँ आइरहेको छ यो बाटो किनभने हामी यति हिँड्दिनँ मेरो स्कुलको बाटो हो अनि यताबाट आउँदा गएको अब आउँदैछ होइन यसको स्कुलको बाटो अरे अनि यसलाई एकदम आफ्नो स्कुलको याद आएको होला सायद होइन पढ्न त खासै पढ्ने मान्छे होइन र पनि याद भन्ने कुरा चाहिँ आउँदो रहेछ यसलाई भिडै भिड छ गाइस अहिले पनि लाग्छ लाग्छ हामी स्कुलबाट आउँदा लाग्थ्यो आज हट्या होला यो चाहिँ सेन्ट मेरिज स्कुलको बाटो हो होइन शनि हट्या समथिङ एल्स के हो नाम मलाई एक्ज्याक्टली थाहा भएन जस्ट रमाइलो छ यस्तै हो अब कति बाँकी छ अब यहाँबाट सिधा जाने अब लगाइस अझै अझै बाँकी नै छ गलको ओके अब हामी पुगेपछि पछि बोल्छौँ अब फेरि हामी ल अब यसको स्कुल पनि आउने बेला भयो हटिया रहेछ आज ल गाइस फाइनली अब हामी चाहिँ आँखा घर आइपुग्न आँट्यौँ नाम यत्रो हिँडेर त म कसरी अब कति दिन भएको नहिँडेको अब होइन फाइनली अब कहाँ घर आउँदैछु धेरै लिटरली अब धेरै पछाडि म 7 मन्थ पछाडि आएको हो म कहाँ आएको थिएँ कारणले गर्दाखेरि धेरै पछाडि बिराखेर आएँ अनि म काका घर चाहिँ आएको थिइनँ उता पर हो होइन काकाबाट हल्का देखिँदैछ पिङ्क कलरको छ अब हामी यतिकै ऱ्यान्डमली आएको हो सरप्राइज भयो काकीलाई चाहिँ काकी छक्क पर्नुहुन्छ होला सपना हो कि हामी नै सरप्राइज हुन्छौँ हामी नै सरप्राइजमा हुन्छौँ इफ काकी त्यहाँ हुनुहुन्न रहेछ भने चाहिँ र केही छैन तर हामी छिटै आइपुग्यौँ नि हामी कति बजी हिँडेको 5 बजी हिँडेको हामी 5 बजी हिँडेको हामी अनि यहाँ त 6:30 त हुँदैछ त्यही भएर अन्त हामी सुई मन्दिर अनि सुई नै आयौँ नि त यहाँ पनि त्यही 10-15 मिनट त बसिन्छ बस्दाखेरि ल फाइनली अलिक अगाडि नै छ घर यो पिङ्क सोच्नु तपाईँको घरमा यता म नै मजाले चिन्छु होइन मैले यो पिङ्क सोचिनँ परै पिङ्कै सोचेको त्यहाँ पर पिङ्क कलरको घर कहाँ जानु छ होला पिङ्क कलरको घर छ कता याद यो तपाईँले यो पिङ्क देखेकै छैन नदेखे पनि के हो आधी बाटो आइपुग्यौँ भन्न खोजे अब कहाँ पिङ्क ठ्याक्कै देखिनुभन्दा पनि आधी बाटो म त बसेर गइदिन्छु हिँड्दै हामी हाम्रो लिटरली मामा घर हाम्रो चोकबाट प्यारेन्ट्स फोन गर्नु छैन प्यारेन्ट्स पनि अब मेरो त बोलेको छ भोइसै छ नि काका काकी भन्दै बोलाउँदा भइहाल्यो नि द्याट्स नट अ बिग डिल अगाडि नै मलाई बहिनी नै रहेछ बाटो काकाको बाइक छ क्या अगाडि सो ल फाइनली दिस इज माई काकाज हाउस अब चाहिँ हामी आइपुग्यौँ मेरो काकाको घर हो बाबाको काका बुवाको घर हो मेरो चाहिँ काकाको घर हो बुवा आमा हुनुहुन्न बहिनी पनि बाहिरबाट आएको चाहिँ ल फाइनली आइपुग्यौँ हामी ल अब उहाँ पुगेपछि म फेरि कन्टिन्यू गर्छु अहिले चाहिँ है ल यहाँको हो क्या यो क्याफेलाई भनेको चाहिँ यसलाई यो भुक्कडलाई जति खाए पनि हुँदैन यो मान्छेलाई होइन जति जे खाए पनि कहिल्यै अगाउँदिनँ के गर्नु अब अहिले भर्खर दिस इज द बेस्ट स्पट मोमो मिठो पाउँछ अरे अब भनिदिइहालेँ गाइजहरू मेरो बहिनीले भनेको ठाउँमा मिठै होला होइन घरमा आएको तर कुकुरहरूले भुकेर तना भइसक्यो रुङै छु यो रुन्छु भन्ने केटी चाहिँ अब रुँदिन होला नि फाइनली रोइदिन्छु बसेर भन्ने केटी हो होइन यो मेरो काकाको घर हो जान गाइस यहाँ कुकुरहरूले भुकेर केही छैन कुकुर मार्नु काकाले फेरि
थियो मुटु नै ढुकढुक्ने भयो कति दुखेको अब छैन नि कुकुर खुल्ला ओए अनि तै हो भनेपछि त अहिले त अनि मेरो बहिनी सब भेटमा फाइनली हेलो गाइस राम्रो भएर न फेरि ल गाइस हामी चाहिँ फाइनली आइसक्यौँ काका काकीको घरमा कान्छी उता गई म आइसकेँ मेरो काका काकीको घरमा यो मेरो बहिनीको कोठा हो मेस्सी भए तापनि राम्रै ठिकै छ आई कान्छी हेर्न लुगा फेरि हेलो काकी हेलो भन्नु न माई ब्युटिफुल काकी थ्याङ्क यू म तेरा बच्चा है यहाँ काकीकोमा चाहिँ सबै छ हाम्रो काकीको घर के छैन काकीकोमा सब छ है बिरालो कुकुर सबै छ यो त मजाले बसिरहेको यस्तै छ है नानी हाम्रो घर म त हेरेकै छैन होला भने म त हेरेकै रहेछ ट्याक्कै आइज नै ओए आइज गुन्जिनी नानी हिँडिसकिस् आइज न आइज न आइज